सारा संसारलाई उज्यालो पार्ने सूर्य पनि कहिलेकाहीँ बादल पछाडि लुक्न पुग्छ, तर सूर्य फेरि उदाउँछ। अन्धकारहरू चिर्दै फेरि बिहानी हुन्छ। त्यसैले निराश हुनुपर्ने कुनै कुरा छैन, किनभने हरेक पीडापछि खुसी फर्केर आउँछ। मित्रहरू, हामीमध्ये कति व्यक्तिहरू आफ्नो जीवनको सानो सानो समस्यालाई एकदमै ठुलो मान्छौँ र जीवनबाट हार खान्छौँ। तर आज म तपाईँलाई एउटा यस्तो व्यक्तिको कहानी सुनाउन जाँदैछु, जुन व्यक्तिको जीवनमा हामीले कल्पना गर्न पनि नसकिने कठिनाइहरू आए, तर पनि उनले कहिले हार मानेनन् र सानै उमेरमा 3वटा स्वर्ण पदक जितेर स्वर्णिम इतिहास बनाइन्। उनी हुन् विल्मा रुडोल्फ। विल्मा रुडोल्फ अमेरिकाको टेनेसी सहर नजिक एक गरिब परिवारमा जन्मिएकी थिइन्, जहाँ उनको आमा अरूको घरमा काम गर्ने गर्थिन् भने उनको बुबाले कुल्लीको काम गर्थे। गरिब परिवारको चपेटा त छँदै थियो, त्यसमाथि पनि विल्मालाई 4 वर्षको उमेरमा निमोनिया भयो र अर्को पटक पनि नराम्रो तरिकाले निमोनिया उल्टियो। त्यस लगत्तै उनलाई कालाजार भन्ने रोगले नराम्रोसँग थला पार्यो। यो सबै रोगको हमलासँगै त्यो सानै बच्चीमा पोलियो र पक्षघात भइदियो। विल्मा आफ्नो बाल्यकालमै अत्यन्तै दयनीय खालको अपाङ्ग बनिन्। विल्माका लुला खुट्टाहरू अब टेकिन सम्भव थिएन। डाक्टरहरूले पनि विल्मा अब जमिनमा टेकेर हिँड्न असमर्थ भएको कुरा बताए, जीवनभर हिँड्न नसक्ने कुरा बताए। तैपनि उनलाई सहाराको लागि एउटा ठुलो छालाको पेटी लगाउन दिइयो। यति कुरा हुँदाहुँदै पनि विल्माकी आमा भने आफ्नो बच्चाप्रति निकै सकारात्मक थिइन्। उनले डाक्टरको कुरालाई विश्वास नै गरिनन्। सकारात्मक सोचकी धनी, दृढ विश्वासकी खानी विल्माकी आमा यो परिस्थितिसँग हार नमान्नेमा थिइन् र उनले आफ्नी छोरीलाई तालिम दिन सुरु गरिन्। आफ्नो बच्चीमा हिम्मत र आत्मशक्ति जगाउने प्रयत्नमा लागिरहन्। उनलाई लाग्थ्यो उनको छोरीमा मानसिक कमजोरी छैन, ईश्वरले क्षमता, दृढता र विश्वास उसमा पनि दिएको छ। त्यही शक्तिले नै आफूले चाहेको कुनै पनि काम मेरो छोरीले गर्न सक्छ। यसै क्रममा विल्मामा पनि अद्भुत आत्मविश्वास जाग्न थाल्यो। उनले भन्न थालिन्, म विश्वकै सबैभन्दा तेज गतिमा दौडिने धाविका बन्न चाहन्छु। अरू सुन्ने मानिसहरूको लागि उनको यो इच्छा जायज र पत्यारिलो थिएन। विल्माले 9 वर्षको उमेरमा डाक्टरहरूको सल्लाह विपरीत आफूले लगाएको त्यो चाक्लो पेटीलाई खोलेर हुत्याइदिन्। यो उनको विद्रोह थियो। आफूलाई खुम्च्याउने रोग विरुद्ध हिम्मतको पहिलो पाइला विल्माले चालिन्। त्यसपछि 13 वर्षको उमेरमा उनलाई दौडको प्रतियोगी बन्ने पहिलो मौका मिल्यो। तर विल्माको दौड गतिलो बन्न सकेन। अन्तिम भएरै चित्त बुझाउनु पर्यो। यसपछि दोस्रो, तेस्रो र चौथो पटक पनि प्रतियोगितामा सामेल भइरहन्। तर पनि ती सबैमा विल्माको स्थान भने अन्तिम नै रह्यो। आफ्नो जितको लागि प्रतिकूल बनेका यी हरेक असफलता उनका लागि कति पनि बाधक बनेनन्। विल्माको कोसिस तबसम्म अनवरत रूपमा जारी रह्यो जबसम्म प्रतियोगितामा प्रथम स्थान आएन। 15 वर्षको उमेरमा विल्माले टेनेसी स्टेट युनिभर्सिटी पुग्ने अवसर पाइन्। टेनेसी स्टेट युनिभर्सिटीको ग्रेजुएसनको बेलामा संयोगवश उनले कोच एड टेम्पलसँग भेट्ने मौका पाइन्। प्रत्येक दिन उनी कडा मेहनतको साथमा ट्रेनिङ लिन्थिन्। प्रतिभा र साहसकी प्रतिमूर्ति विल्माले अत्यन्तै भरोसापूर्ण तरिकाले टेम्पलसँग भनिन्, म विश्वकै सर्वश्रेष्ठ धाविका बन्न चाहन्छु। उनको इच्छा र सामर्थ्यलाई राम्रोसँग बुझेका टेम्पलले भने, तिम्रो इच्छा शक्ति आफैमा महान छ। तिमीलाई संसारको कुनै पनि तागतले रोक्न सक्ने छैन। तिम्रो लागि मैले जे गर्नुपर्छ हर प्रकारको सहयोग गर्नेछु। विल्माले अब चुनौतीको राम्रोसँग सामना गर्नुपर्ने त्यो दिन पनि आयो। उनी ओलम्पिक खेलको प्रतिस्पर्धीमा छानिए। ओलम्पिक खेलमा विश्वका सर्वश्रेष्ठ खेलाडीहरूबीच काटछाट प्रतिस्पर्धा हुने गर्छ। विल्मासँग प्रतिस्पर्धीमा जुट्टा हाइना परिन्, जसले अहिलेसम्म कुनै प्रतियोगितामा हारेको थिएन। अपाङ्ग विल्मा र बेजोड हाइनाले पहिलो प्रतिस्पर्धा 100 मिटर दौडबाट गरे। यसमा विल्माले जुट्टालाई पराजित गरे र आफ्नो जीवनको सबैभन्दा ठुलो सपना पहिलो स्वर्ण पदक जितिन्। देख्ने र सुन्ने सबैले लगभग असम्भव नै मानेको अद्भुत परिणाम आफैमा आश्चर्यजनक थियो। त्यस्तै गरी दोस्रो प्रतियोगिता 200 मिटरको दौडको थियो। यसमा पनि विल्माको प्रतिस्पर्धा उनै हाइनासँग थियो। विल्माले यसपटक पनि हाइनालाई पछि पार्दै दोस्रो स्वर्ण पदक जितिन्। अब तेस्रो खेल 400 मिटर रिले दौडको थियो। यसमा पनि आफ्नो टिमले सशक्त धावकको रूपमा विल्मा र जुट्टालाई नै प्रतिस्पर्धीका रूपमा छाने र यो दौडमा पनि जुट्टालाई हराएर आफू विजेताको रूपमा उभिन विल्मा सफल भइन्।
लगातार 3वटा स्वर्ण पदक जितेर बिल्माले अविस्मरणीय एउटा स्वर्णिम इतिहास बनाइन्। पक्षघातले ग्रस्त एउटी युवती जसको खुट्टाले राम्रोसँग टेक्न सक्थेन, तिनै युवती विश्वकै सर्वश्रेष्ठ धाविका घोषित भइन्। मित्रहरू, बिल्माको प्रसङ्गबाट जीवनमा हामीले सिक्नुपर्ने पाठ छ। हरेक ती सफल व्यक्तिहरू समस्याको अनुपस्थिति पर्खेर बस्दैनन्, समस्यालाई गहिरिएर बुझ्छन् र तिनैमाथि टेकेर सफल भएरै छाड्छन्।